ओके मार्च 16 गतेबाट याद गर्नु होला नजिकको हलमा गएर हेर्नु होला तपाईहरुलाई इटरीमा नजिक हुन्छ होला अलराइट ओके ओके म अहिले आउँछु एकछिनमा ओके अब हामी सम्मान गर्छौं सम्मान गर्नु परेको पर्दैन यो ठाउँमा यस्तो मजाको माहौल बनाउने अलराइट हाम्रो माइला दाइ सँगसँगै हाम्रो अमर खवास दाजु हुनुहुन्छ तपाईहरुको यो काम प्रति एकदमै म खुसी लागेको छ तपाईहरुले यत्रो कार्यक्रम सफल पार्नु भएको छ अमर खवास जीलाई एकदमै धेरै धेरै बधाई छ धन्यवाद अब हामी पल्सा इटरी फ्यान क्लबका हाम्रा साथीहरुबाट उहाँलाई सम्मान गर्दैछौं एउटा कुरा थाहा छ यो सम्मान गर्ने हाम्रो लेडी हुनुहुन्छ नि हेर्दा बिहा गरेर छैन जस्तो लाग्छ हैन भाइ तपाईँ आज उहाँको एनिभर्सरी हो ह्याप्पी एनिभर्सरी अल अफ यु तपाईले फेरि पनि अघि मैले भनेको छु यहाँले म 1 2 3 भन्छु भने ह्याप्पी एनिभर्सरी भन्नुभयो है त 3 2 1 गो यस थ्यांक यू फेरि यहाँ मार लागेको बेला सम्झिनु होला फेरि ह्याप्पी एनिभर्सरी टाइमिङ गलत भएछ हाम्रो बहिनी पल्साको एकदम प्यारी बहिनी हरेक प्रोग्राममा उहाँले जहाँसुकै प्रोग्राम भए पनि उहाँले चाहिँ एकदमै सम्मान गर्नुहुन्छ खदा लगाएर माला लगाएर सम्मान गर्नुहुन्छ ओके